Hello everyone. Today I'm here with the summary of B.Ed first year, the start of Kali Yuga. Start of Kali Yuga is a story based on Mahabharata. Start of Kali Yuga एउटा story हो जुन महाभारतमा आधारित छ. In the ancient time, Yudhishthira organized a famous Ashwamedha यज्ञ. परापूर्व कालमा युधिष्ठिर भन्ने राजाले एउटा ठुलो अश्वमेध यज्ञको आयोजना गरेका थिए. In which all the rishis changed their mantras and were praised by giving food, clothing and couch. जसमा सबै ऋषिहरूलाई त्यहाँ उपस्थित भएका ऋषिहरूले आफ्नो मन्त्र उच्चारण गरे, त्यहाँ आएर पाठ गरे अनि तिनीहरूलाई खाना, कपडा, गाईहरू दान गरिएको थियो. At the end of यज्ञ, त्यो यज्ञको अन्त्यतिर two farmers came there with a dispute. दुईवटा किसानहरू एउटा विवाद लिएर आए about a pot of gold. एउटा सुनले भरिएको एउटा भाँडो लिएर आए. एउटा भाँडोमा जुनमा which was found on the land, जुन ल्यान्डमा भेटिएको थियो उनीहरूले digging गर्दै गर्दा. At the beginning, farmers were not greedy. तिनीहरू त सुरुमा greedy थिएनन्, लोभी थिएनन् तिनीहरू. And both of them did not need gold. तिनीहरूलाई त्यो सुन चाहिएन दुईटैलाई. Later, when Kali Yuga started, जब कली युगको सुरुवात हुन्छ, त्यो कली युगको अन्त्यतिरको कथा भएको, के अरे स्टार्टतिरको कथा भएको भएर जब कली युग स्टार्ट नहुँदै उनीहरू ग्रीडी थिएनन्, उनको मनमा ग्रीड थिएन. तर जब कली युग स्टार्ट हुन्छ, उनीहरूको मनमा पनि ग्रीड पलाउँछ. पहिला नचाहिएको त्यो सुनले भरिएको भाँडो उनीहरूलाई चाहिन थाल्छ. Later, when Kali Yuga started, they started fighting for the same gold pot. पहिला चाहिएन भनेर उनीहरूले आफूले क्लेम नगरेको त्यो सुन चाहिँ पछि तिनीहरू त्यसैको लागि लड्न थाल्छन्. They started fighting for the same gold pot. In the story, there is a presence of mongoose. त्यहाँ एउटा mongoose भन्ने जनावरको पनि उपस्थित हुन्छ. जसमा mongoose story suggest जुन एउटा mongoose story पनि छ. यो समरीमा हामी सबै डिटेलमा जान त सक्दैनौं. Mongoose story suggests that all the people who want to hold power for their benefit. Mongoose story ले हामीले के सजेस्ट गर्छ भने मानिसहरू सबै ग्रीडी छन्. सबैजनाको के छ, लोभले भरिएको छ मन. मानिसहरूले पावरको पछि हिँड्छन्. When they have power, जब पावर हुन्छ मानिससँग, they use it to exploit the people. अनि त्यही पावरले अरूलाई दुःख दिन्छन्. The title of Kali Yuga is justified because our society is running with the injustice. यसमा start of Kali Yuga भन्ने टाइटल एउटा जस्टिफाइड पनि छ. किन भन्दा मानिसहरू अहिले हाम्रो सोसाइटी अहिले कस्तो छ भने इन्जस्टिस, अन्यायले भरिएको छ, त्यसैमा दौडिरहेको छ, ग्रीडले भरिएको छ, इभिल्सहरू छन् यहाँ हैन, सिन्सहरू पापले भरिएको छ, अनइक्वल पावर छ यहाँ, कन्फ्लिक्ट छ, वार छ अनि डिस्ट्रक्सन्स भइराछ अमंग ह्युमन बीइंग्स मानिसहरू बीचमा. अकॉर्डिंग टू कृष्णका अनुसार, भगवान कृष्णका अनुसार, there is the downfall of civilization in the Kali Yuga. कली युगमा सभ्यताको पतन भएको छ, सभ्यताको विनाश भएको छ. because it would promote greed. किनभने कली युगले ग्रीडलाई प्रमोट गर्छ, लोभलाई प्रमोट गर्छ, बढावा दिन्छ. अनइक्वल पावर रिलेशनशिप अनि अनइक्वल पावर रिलेशनशिपलाई बढावा दिन्छ. barbarism, conflict, war, destruction, discrimination etc. लाई बढावा दिन्छ. त्यसैले कलियुगको के छ त भन्दा कलियुगको टाइटल पनि जस्टिफाइड छ. यसबाट केही क्वेशन्सहरू पोसिबल क्वेशन्स आउन सक्छ. सबै क्वेशन्सको आन्सर्स स्टुडेन्ट्सहरूलाई छुट्टै त गरिएन, तर एउटा समरीबाट केही कुरा दिन खोजियो. यसलाई पढ्नुहोस् है. यसलाई तयारी गरिसकेपछि तपाईहरुलाई थोरै केही नभए पनि थोरै चाहिँ हेल्प हुन्छ. यस्तै अरु समरीहरू, अरु भिडियोहरू तपाईहरुमा मैले लिएर आउने छु, जसको लागि तपाईहरु प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र त्यहाँ सँगै रहेको बेललाई पनि थिचिदिनु होला, जसले गर्दा तपाईहरुलाई थप आएका भिडियोहरू तपाईहरुको नोटिफिकेसनमा प्राप्त हुनेछ. सो कमेन्टमा फिडब्याक पनि छोड्नु होला. कहीं तपाईहरुलाई थाहा भएको एक्स्ट्रा कुराहरू पनि एड गर्नु होला. यो एकदमै
सर्ट भिडियो हो, एउटा समरीको मात्रै इन्टेन्सनले क्वेसन एन्सर्सको कलेक्सन म पछि दिनेछु। थ्याङ्क यू।